राजस्व व्यवस्थापन सूचना प्रणाली। सूचना प्रणाली यसलाई हामीले आरएमआइएस भन्छौँ। रेभेन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम। बुकको प्राइस कति हुन्छ भन्नुहुन्छ? मलाई 11,1200 है, दुईटाको इन्डिकेट है। सँगै हुन्छ, सस्तो हुन्छ बुक पहिला भन्दा। ल हेर्नुहोस् त, राजस्व व्यवस्थापन सूचना प्रणाली, रेभेन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भन्ने विषय छ। विषय छोटो छ तर महत्त्वपूर्ण छ, ध्यान दिने। पहिला हेर्नुहोस् त, हामीले अन्यत्रतिर पढ्दाखेरि एमआइएस भन्ने पढ्थ्यौँ, म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, यानि कि व्यवस्थापन सूचना प्रणाली। यो पछाडिको एमआइएसको मिनिङ त्यही नै हो, व्यवस्थापन सूचना प्रणाली भनेको। तर के को व्यवस्थापन सूचना प्रणाली भन्दा राजस्वको व्यवस्थापन सूचना प्रणाली है। तसर्थ राजस्व व्यवस्थापन सूचना प्रणाली भन्ने सन्दर्भ बुझ्नु हामीलाई महत्त्वपूर्ण छ, ध्यान दिने। हेर्नुहोस् त, व्यवस्थापन सूचना प्रणाली के को अरे? राजस्वको। ध्यान दिनु ल। नेपाल सरकारले सङ्कलन गर्ने राजस्वलाई प्रभावकारी तुल्याउनका लागि विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई आरएमआइएस अथवा रेभेन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, राजस्व व्यवस्थापन सूचना प्रणाली भनिन्छ। कस्तो अरे? सरकारले अथवा नेपाल सरकारले सङ्कलन गर्ने राजस्व व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन भन्थे है। सरकारले सञ्चालन के अरे सङ्कलन गर्ने राजस्व व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई आरएमआइएस भनिन्छ। चाहिँ सारम ल, सरकारले सङ्कलन गर्ने राजस्व व्यवस्थापनको, सरकारले सङ्कलन गर्ने राजस्व व्यवस्थापनको कार्यलाई, सरकारले सङ्कलन गर्ने राजस्व व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन, प्रभावकारी तुल्याउन, प्रभावकारी तुल्याउन विकास गरी, प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको, विकास गरी प्रचलनमा ल्याइएको, विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा, कम्प्युटर प्रणालीमा आधारित, कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई, कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई आरएमआइएस भनिन्छ। हेर्नुहोस् त, सरकारले सङ्कलन गर्ने राजस्व व्यवस्थापनको कार्यलाई सार्ने, सरकारले सङ्कलन गर्ने राजस्व व्यवस्थापनको कार्यलाई प्रविधि मैत्री तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टम अथवा प्रभावकारी तुल्याउन विकास गरी प्रचलनमा ल्याइएको कम्प्युटर प्रणालीमा आधारित सिस्टमलाई आरएमआइएस भनिन्छ अथवा रेभेन्यू म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनिन्छ भन्ने। यसले यसले राजस्व सङ्कलन गर्ने, राजस्व सङ्कलन गर्ने, बैंक दाखिला गर्ने, बैंक दाखिला गर्ने, लेखाङ्कन गर्ने, भनेको लेखा राख्ने, अभिलेखाङ्कन भनिने हुन्छ, लेखाङ्कन गर्ने, लेखा परीक्षण गर्ने एवं लेखा परीक्षण गर्ने एवं प्रतिवेदन गर्ने सम्मको कार्यलाई, प्रतिवेदन गर्ने सम्मको कार्यलाई, कार्यलाई हेर्नुहोस् त,
व्यवस्थित र वैज्ञानिक, व्यवस्थित र वैज्ञानिक तुल्याउने गर्दछ। यसले राजस्व सङ्कलन गर्ने, त्यो सङ्कलन गरेको राजस्व ब्याङ्कमा लगाएर दाखिला गर्ने, जम्मा गर्ने है। अनि लेखाङ्कन गर्ने, लेखा राख्ने भनेको लेखा परीक्षण गर्ने एवं प्रतिवेदन गर्ने सम्मको कार्यलाई व्यवस्थित र वैज्ञानिक तुल्याउने गर्छ भन्ने। अनि अर्को विषय के भन्ने भन्दा सेवाग्राहीले बैङ्कमा दाखिला मिन्स जम्मा, डिपोजिट भनेको है, ब्याङ्कमा दाखिला गरेको राजस्व वा कार्यालयले सङ्कलन गरेको, कार्यालयले सङ्कलन गरेको राजस्व, कार्यालयले सङ्कलन गरेको राजस्व सर्वप्रथम सर्वप्रथम बैङ्कले सर्वप्रथम बैङ्कले आरएमआइएस मा सर्वप्रथम बैङ्कले आरएमआइएस मा इन्ट्री गरिसके पश्चात सम्बन्धित निकायले यसबाट लेखाङ्कन र प्रतिवेदनको कार्य, लेखाङ्कन र प्रतिवेदनको कार्य सम्पादन गर्ने गर्दछन्। सकिन्छ? देखाउनु त अलि तल म्याम, सुरु त्यही थियो। हाम्रोमा त भर्खर आएको लाइन हेर्नुहोस् त, हेर्ने ल। सेवाग्राहीले ब्याङ्कमा दाखिला गरेको राजस्व वा कार्यालयले सङ्कलन गरेको राजस्व सबैभन्दा पहिला ब्याङ्कमा लगाएर हालिन्छ। ब्याङ्कमा लगाएर हालिसकेपछि हजुरको के अरे ब्याङ्कले आरएमआइएस सिस्टममा राजस्व जम्मा गरिदिन्छ। त्यसै जम्मा गरिसकेपछि हजुरको के हुन्छ भन्दा के अरे सम्बन्धित निकायले चाहिँ यसको माध्यमबाट प्रतिवेदन गर्ने अथवा यसको लेखा राख्ने र प्रतिवेदन गर्ने सम्मका समग्र गतिविधिहरू सम्पादन गर्ने गर्छन् भन्ने सन्दर्भमा जान्नु पर्यो है। चलिन्छ। अर्को विषयमा गएर के भन्ने भन्दा यो प्रणाली सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका, यो प्रणाली सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका, यो प्रणाली सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका निकाले निर्वाह गर्ने गर्दछ। हेर्नुहोस् त, यो प्रणाली सञ्चालन गर्ने केन्द्रीय निकायको भूमिका महालेखा नियन्त्रक कार्यालयले निर्वाह गर्ने गर्छ भन्ने। अनि अर्को विषय के भन्ने भन्दा आरएमआइएस सञ्चालन गर्न सबै निकायहरूलाई युजर आइडी र पासवर्ड
प्रदान गरिएको छ। हेर्नुहोस् त, यो बारेमा सिस्टम सञ्चालन गर्नका लागि सबै निकायहरूलाई युजर आइडी र पासवर्ड चाहिँ प्रदान गरिएको हुन्छ भनेको सबैसँग आवश्यक पर्ने युजर आइडी र पासवर्ड हुन्छ भनेको सकिन्छ। अनि अर्को अवलेखमा गएर के भन्ने भन्दा यो प्रणाली कमा गर्ने सबले अपनाउने मले निका महालेखा नियन्त्रकको कार्यालय कोले निका कोष तथा लेखा नियन्त्रकको कार्यालय। अब यति लेखा पढिसकेपछि मले निका कोले निका मले प भनेको नदेखिने है। मले निका कोले निका अनि हजुर के भन्ने भन्दा के अरे राष्ट्र बैङ्क अथवा नेपाल राष्ट्र बैङ्क लेख्नु पुरैलाई ठिक छ। नेपाल राष्ट्र बैङ्क सरकारी कारोबार गर्ने बैङ्क, सरकारी कारोबार गर्ने बैङ्क, सरकारी कारोबार गर्ने बैङ्क। त्यसपछि अर्को विषय के भन्ने भन्दा के अरे सरकारी कार्यालय, कार्यालय र अघि भन्न बिर्सेछु अर्को विषय लेख्नु मिल्छ ल, करदाता, करदाताले प्रयोग गर्ने गर्दछन्। ठुला ठुला धेरै धेरै कर तिर्ने अथवा कर तिरिराख्नु पर्ने निकायहरूले पनि आरएमआई सिस्टमबाट आफूलाई चाहिँ हजुरको के हुन्छ भन्दा हुँदैन, केही फरक पर्दैन ल इङ्ग्लिस मिसाउँदा। अनि ठुला ठुला निकायहरूले अथवा हजुरको ठुला ठुला व्यावसायिक फर्महरूले जसले कन्टिन्यू रूपमा राजस्व तिरिराख्छन् तिनीहरूले पनि यो आरएमआई सिस्टम सञ्चालन गर्नका लागि युजर आइडी र पासवर्ड ल्याएका हुन्छन् है। आफ्नो युजर आइडी र पासवर्ड ल्याएर त्यही सिस्टमबाट कर तिर्न मिल्छ ल। त्यसर्थ यो प्रणाली मलेनिका कोलेनिका नेपाल राष्ट्र बैङ्क सरकारी कारोबार गर्ने बैङ्क सरकारी कार्यालय र करदाताहरूले प्रयोग गर्ने गर्छन् भनेको युजर आइडी र पासवर्डको माध्यमबाट यो प्रणाली प्रयोग गर्ने गर्छन् अथवा उपयोग गर्ने गर्छन् भन्ने। अनि अर्को भेटमा गएर के भने भन्दा नेपालमा आर्थिक वर्ष 2071-72देखि आरएमआइएस प्रचलनमा ल्याइएको भन्ने अथवा सञ्चालनमा ल्याइएको भन्दा पनि हुन्छ है। सञ्चालनमा ल्याइएको हेर्नुहोस् त, नेपालमा आर्थिक वर्ष 2071-72देखि आरएमआई सिस्टम प्रचलनमा आएको ल। यसलाई भन्छ आरएमआई, ध्यान दिने महत्त्वपूर्ण छ है। सुरुको भन्दै हुनुहुन्छ ल, छिटो गर्ने छिटो। के भन्ने हुनुहुन्छ त फेरि मेसेज आइरहेछ। ल सकिन्छ। ल ठिक छ, सकिन्छ 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 भन्नुहुन्छ। समस्या छैन, ल अगाडि बढेँ ल म।
ल, सकिन्छ। बिचको सारण्य हुन्छ। ल, बिचको। छिटो सारौँ बा, छिटो सारौँ। म्याच तल गर्दा लास्ट ल। अब केही पनि छैन। यसको महत्त्व छ एउटा। महत्त्व कमन छ, मैले भन्ने मात्र पनि हुन्थ्यो। ल, लेखाइदिन्छु, फटाफटी लेख्नुहोस्, हेर्नुहोस् त। आवश्यकता उद्देश्य महत्त्व है। राजस्व व्यवस्थापनको कार्यलाई, राजस्व व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन, राजस्व व्यवस्थापनको कार्यलाई प्रभावकारी तुल्याउन, राजस्वको सङ्कलनमा ब्याङ्क दाखिला, लेखाङ्कन, लेखा परीक्षण र प्रतिवेदनलाई वस्तुनिष्ठ तुल्याउन, वस्तुनिष्ठ तुल्याउन, राजस्वको रियल टाइम रिपोर्टिङ गर्न, राजस्वको रियल टाइम रिपोर्टिङ गर्न, राजस्व स्थिरता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक तुल्याउन, कार्यालय र बैङ्क बीचको हिसाब मिलानलाई, हिसाब मिलान गर्न भने पनि हुन्छ, हिसाब मिलानलाई प्रभावकारी, प्रभावकारी तुल्याउन, कार्यालय र बैङ्क बीचको हिसाब मिलानलाई प्रभावकारी तुल्याउन, राजस्व प्रशासनका, राजस्व प्रशासनका गतिविधिहरूलाई, राजस्व प्रशासनका गतिविधिहरूलाई उपयुक्त र विश्वसनीय तुल्याउन, उपयुक्त र विश्वसनीय तुल्याउन, राजस्व प्रशासनमा सर्वसाधारणको, सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न, राजस्व प्रशासनमा सर्वसाधारणको सहभागिता सुनिश्चित गर्न, राजस्व स्थिरता प्रणालीमा आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली, राजस्व स्थिरता प्रणालीमा आन्तरिक नियन्त्रण प्रणाली, हेर्न
अवलम्बन गर्न, आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गर्न, आलेप र अलेप गर्ने, आधार तय गर्न, आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने आधार तय गर्न, आर्थिक प्रशासनमा पारदर्शिता र एकरूपता कायम गर्न, पारदर्शिता र एकरूपता कायम गर्न, नीति निर्माता र निर्णय निर्माणकर्तालाई, नीति निर्माता र निर्णय निर्माणकर्तालाई आवश्यक पर्ने राजस्व सम्बन्धी सूचना, राजस्व सम्बन्धी सूचना उपलब्ध गराउन, आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्न आदि। यो सारम पाठ क्लियर नै देखिँदैन भन्नुहुन्छ, खै त लेख्ने गरौँ न सर। ल एउटा मिसले भनेको पनि ठिक छ। ल पेपरलेस गभर्नेन्स र फेसलेस एडमिनिस्ट्रेसनको मान्यतालाई प्रभावकारी तुल्याउन। ठिक छ, लेख्न मिल्छ है। सक्नुहोस्, यी भन्नु त लेख्नै चाहिन्न। छिटो सारम सरमा यो वर्ष साँच्चीकै सफलताको वर्ष बनोस्। अर्को वर्ष दसैँ तिहारमा घर जाँदा, दसैँ र तिहारमा चाहिँ के अरे म चाहिँ एउटा सेवामा प्रवेश गरेर घर आउँछु भन्ने त्यो एउटा अठोट सोच अथवा सङ्कल्प दिएर घरका परिवारलाई हजुरले कन्भिन्स गरेर कहाँ कहाँ बस्नुहुन्छ त्यतातिर फर्किनको लागि र त्यही जोस्तो जाँगर लिएर आफ्नो तयारीलाई अगाडि बढाउन हुनको लागि पनि अनुरोध गरेँ। घरमा जाने, घरको दुःख कष्ट यताउता अनेक सम्झिने, हेर्ने र आफ्नो बुवा आमा दाइ भाउजू को हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब आउँदा चाहिँ म जागिर खाएर आउँछु, अब यी दुःखका दिन चाहिँ म हटाउँछु भन्ने सन्दर्भमा घरमा गएर त्यो वचन दिएर फर्किनका लागि र त्यही जोस्तो जाँगर सहित अगाडि बढ्नका लागि हार्दिक अनुरोध गर्न चाहे।